हेलो साथीहरू नमस्ते। आज हाम्रो परिवार बेकनासताल घुम्न जान लागिरहेका छौं र यतिखेर हामी तालचोकमा रहेका छौं र केही छिनमा हाम्रो सम्पूर्ण परिवारहरू जम्मा भएपछि हामी यहाँबाट लाग्ने छौं बेकनासतालतर्फ र आजको दिनभरिमा के हुनेछौं यहाँहरू समक्ष हामीले यो भिडियोमा देखाउने छौं। हाम्रो भिडियोलाई स्किप नगरिकन हेरिदिनु होला है त। हामी एकचोटि हामीले उसको कामले आउँदाखेरि बिजुली कामले आउँदा त बेसी राम्रो थियो होला यता भित्र पस्ने उसहरू झिकेर दिनुभयो ए फर्सी यताबाट पो हो यहीँ हो बिजुलीको हजुर अझै यहाँ पुल गर्न लागिरहेछ क्या। हामी बेकनासताल हिँडेको साथीहरू तपाईँहरूलाई म आज दिनभरिको बेकलाहरू देखाउनेछौँ। बाबा बाबालाई छोड्दै हिँडेको बलियो बलियो अगाडि हिँड्यो बिचरा बाजा लुखुर लुखुर पछाडि। हेलो फुलामी थरहरू, ओ फुलामी थरे हामी कता हो? वाउ आरो मिस सो हाम्रो यहाँ माछा सङ्कलन केन्द्र बेकनासतालको माछा अब हामी बेकनासताल आइपुग्न लागिसक्यौँ। अब हामी छिट्टै तपाईँहरूलाई बेकनासताल देखाउँदैछौँ। आमाले त्यो जस्तो लागेको छ बेकनासताल आमाले बेकनासताल कुलाङ ए बाबालाई गाह्रो भयो अघि घाममा अत्यायो। हामी बेकनासताल आइपुगिसकेका छौँ लगभग। बेकनासताल आइपुग्यो है हामी।
अब कतातिर जाने हामी गर्मी यहाँ फोटो खिच्ने हो राम्रै आउने रहेछ आमा हजुर कस्तो लाग्यो हजुरलाई बेगनास ताल राम्रो लाग्यो छोरो राम्रो लाग्यो हो कहिले पनि आएको थिइनँ म अनि हाम्रो रुपा लेकतिरको गएन रूपा त माथि होइन छुट्नु भएको माछा खै कि मर्छ लाखन गर्ने झन्डै केही हुन्न केही हुन्न एघार 20 हो होइन नि लाउनुपर्छ सेफ्टी हो लाउनुपर्छ यस्तोमा हिँडेकै आज हामी नै होला पहिलो छोरोले 10,000 सब्सक्राइबर पुर्याइसक्यो आमा लगाएर हुन्छ 10,000 पुर्याउनु लगाइसक्यो सब्सक्राइबर 10,000 10 लाख पुग्यो त घर आयो नि किन त्यहाँ बसिराख्नु पर्यो हेलो दाइ के ए मेन ट्रिस हेलो ए पहिला क्यामेराम्यान छोरीम्यान अहिले यता झ्याउला कि रमाइलो लाग्यो बाबा ठिकै छ हजुर हजुर एकछिन सल्लाह गरौँला नि नाप्दिनुहोस् हामी बेगनास तालमा चाहिँ डुङ्गाबाट उत्रियौँ ए फोटो फोड्नु न फोड्नु माझी कुनाको लोकल माछा लोकल माछा तराईको माछा होला नि तालको माछा कुन माछा हो यो तलपे हो अब हामीलाई भन्ने चाहिँ तालकै हो के अरे तलपे माछा हो कि के हो यो हजुर फर्स्ट टाइम बाबासँग आएर खाइएछ हजुर धेरै पछिको योजना बल्ल आज सफल भएको छ यसको के हो साम्बाल हो कि के हो यो दामी छ त ल फोड्नु त आमा निभालाई त होइन हौ भाउजू ल फोड्नु फोड्नु कोटाटा ल मेरो हजुर एक
सैतलैमा ल सानी सानी सालदार सानी मिल्ला नि सानो न अलिअलि हात नचाउनु सानो सन्दीपलाई एउटा टुक्रा हाल्नु पठाउनु पर्छ सानी न सानी तिमीले खाए म त्यसै आगाउँथे हरेक मोडमा तिमीलाई नै साजाउँथे तिमीले खाए तिमी नाच्न लाग्यो खाना लाग्यो के आगाउँथे सपोर्ट गरेको त दाइलाई गीतकै हो अरे हो मैंने अच्छा चली हो र आफ्नै हो सानी न नाच्ने चे म्युट ताल गरेर के छ र लम्काइदेऊ न त्यसमा के साइल भाउजू त नाचला नाचला जस्तो भइसक्यो नाच्छ भने त के दुईजना ल छोराबाट नाच्दा हजुर पनि नाच्नु पर्यो ए हाम्रो बुवा एक फेरा नाच्दिनी एउटा सुन्दै त्यही बेला खिच्नै पाएन रो मुर्छाको बेला रो खिच्नै पाएन पैसा साटेर
पियारी म जान्छु पियारी बस तिमी बाल बच्चा सिहारी सरर बाँचे गर फर्कलाई माया पसिनाले पैसा साटेको बाँचे गर फर्कला निर्माया पसिनाले पैसा साटेको कस्तो घाँटीमा पाकिस्तान तेरा बाबा हाम्रो आइरन खाद्यको दाम त सधैँ रहनुहोस् त्यस्तो भोक लाग्यो हो गाउँ फुलो लालिङ र बेसी फुलो टाकी हाम्रो सरबाट बिदा पाउँदा क्यामेरा खिच्ने सर त रहनु भएको छ बाँकी क्यामिलो जोडा मिल्यो जोडा हाम्रो सरलाई आज छैन छोडा नानी नुग्यो चरीले टेकेर सबैको एउटै हो यो त क्यामिल्यो जोडा हाम्रो सरलाई आज छैन छोडा नुग्यो चरीले टेकेर बाटो मदाउँदै आएको मायालाई देखेर